संसारमा महादेवले सीतालाई बोकेर हिँडे कहीं पनि सीताको अस्त्र छैन तर महादेवले काठमाडौँ आए सीताको अघि हामी नेपाली महान त्यो वस्तुलाई सुरक्षित राख्यो भने सुरक्षित राख्यो कसले राख्यो नेपालीले त्यहाँबाट पार्वती आयो उसलाई बडा सुला कहीं पनि वस्तु देखेन सतीलाई कहीं पनि देखेन पार्वती किनारे बालो भित्र रहेर मनमा एकदम सर त हामी नेपाली चिन्यौँ पार्वतीलाई बालो निकालेर परेन प्रत्येक तिम्रो निम्तिको यसरी अब बनाइदिन्छौँ बनाइदिन्छ महान नेपाली कसले गर्न सक्छ बनाउँछ यस्ता नेपाली थियो यति थियो इतिहासका बारेमा उठाएर हेर्नुहोस् संसारमा अतीत कालदेखि अछुरो कालदेखि हामीले कहिले पनि दास्ता स्वीकार गरेन भूगोल हेर्नु सारा देश आदित्य पुग्यो दास्तामा तर आदि कालदेखि नेपाली दास्तालाई कहिले स्वतन्त्र गरे हामी कति पवित्र छौँ भारतका हिन्दूहरू के गरे दास्ता स्वीकार गरेन मुसलमान राज्यलाई स्वीकार गरेन बरु देश छोडे नेपालमा आए आज पवित्र हिन्दू कहीँ पाउनुहुन्छ भने त्यो नेपालमा पाउनुहुन्छ शुद्ध जिन हामी जिनका नेपाली शुद्ध हिन्दू हामी अब एउटा हिंसा न्याय जब मैले भन्ने गरेको छु हाम्रो संविधान के हो सर हाम्रो आदिकालदेखि दास्ता होइन स्वतन्त्र हाम्रो देश सागरमाथा हाम्रो देश लुम्बिनी हाम्रो देश पशुपति हाम्रो हाम्रो संविधान यो हाम्रो संविधान यो संविधान तपाईँ धर्मशास्त्रीको कुरा जब महादेवले सतीलाई लिएर आए त्यसपछि पार्वतीले द्वेषण गरे अनि महादेव विजय सुरु भयो हरिणको रूप लिएर कहाँ जाने जहाँ सती छन् त्यही जान्छु भने मृगस्थलीमा हरिण मर्यो छ हाहाकार बज्यो देव भगवानहरू आए महादेव उनी मृग रूपमा हेर्थे मृग छन् पछि के भयो उहाँ प्रजा के भयो म नेपाल छोड्दैन पशुतिर भन्दै कहाँ भन्नुहुन्छ पर्मिसन भाइ पर्मिसन अब चाहिँ न्याय जग्गा कुरा सुरु जान्छु न्याय संसारमा आदिकालमा न्याय साधु सन्त पात्री मुल्लाले गर्दथे राजाले गर्छ तर हामी न्याय हराएर कहाँ गोर्खा जानु राम छ चिन्नु जसले ढुङ्गामा बसेर जनताको बिचमा जनताको राय लिएर न्याय गरे कहीँ पर्मिसन पाइन्छ कहीँ बस्नु राम छ कहीँ बस्नु आज चाहिँ भाषा कुरा गर्दाखेरि हाम्रो गुल्की हेर्नुहोस् जहिले पनि राजा जगबहादुरलाई तारिफ गरेको छ कमन ल आज कमन ल मान्यता छ डाउट लिखल ल नेपालले पहिले 1910 मा कानुनी राज्य कानुनी मुर्गी मर्यो त्यो मुर्गी र भाषा हेर्नुहोस् कति जिएको फेरि कैयौँ पुरानो भाषा छ ती सबै लोकमा क्या छ हाम्रो गौरव मुर्गी त्यसो भाषालाई कहिले पनि हाम्रो सबै कहिले गर्न सक्छ जनताको ढुङ्गामा बसेर जनताको साथमा भागदारीको रूपमा न्याय गरे मान्छे भने कोक म त्यो होइन राजा मान सिंह नेपाल उत्तर किन कोकले मुर्मीबाट हटाएर जनता बनाए तर हामीले सुरुदेखि नै जनताको सहयोग राखे हामी नेपाली त्यहाँनिर तपाईँलाई हामी कति धनी छौँ तर गरिब छौँ हामी मैले यसरी भाषा राखेँ हामी लखनऊदेखि पूर्व सिलगढी पश्चिम गङ्गादेखि उत्तर हिमालय जसले पानी बेसी ढुङ्गा भएर त्यो देशलाई धरापरा गर्ने हामी आफै पनि ती देशलाई पनि धरापरा गर्ने हेर्नुहोस् इतिहासमा सबभन्दा हाम्रो हिमालय हाम्रो एभरेस्ट जसले संसारलाई टेकाएको छ हाम्रो पशुपति हाम्रो लुम्बिनी कहिले बेसी हुँदैन राम सापथ आज हामी कहाँ छौँ सबभन्दा दुःख हाम्रा कविहरूलाई चिन्ता लागेको छ लेखनाथले के भन्नुहुन्छ ए नेपाली तिमी बिग्ड्यौ गुरु जहाँ छैन बिगाउँछ ए नेपाली तिमी को हौ गुरु तिमी पिताका सुगा हौ एक मुठी खाएर तिमी छौ कति बिग्ड्यौ लक्ष्मीकान्त कोटा ए नेपाली तिमी यहाँ पाउँदैनौ सब देश नाश आज यो हालतसम्म पुग्यो हाम्रो बाटो सबैको पलाउँदैछ यहाँ के हुनेछ युद्ध हुनेछ देव र दैनिक हिँड्दो रहेछ देव
हारेछन् त्यसले जिते। त्यो इतिहासलाई हामीले आज भेटाउनु पर्छ, हाम्रो दास्तालाई भेटाउनु छ, हाम्रो अघिल्लो सरकार इतिहासको पारामा उठाएर आदिकालदेखि स्वतन्त्र देश दास्ता स्वीकार गर्दै कुनै संस्थाहरूमा छ भने त्यो नेपाल हो। त्यो नेपालको गौरव राख्नुहोस्। सम्बन्ध हामी धेरै धनी छौँ, सुखी छौँ, तर आज हामी हाम्रा छोराछोरीहरू आज चाहिँ देश छोडेर विदेश गएर काम गर्छ, दास्ता छ, अमेरिका गएर छ। यी सबै देशद्रोहीहरूलाई सिद्धाउनुपर्छ। तब चाहिँ भाषा हाम्रा पुरानो तत्त्वलाई, हाम्रा पुरानो भाषालाई हामीले प्रिजर्भ गर्नुपर्छ, बाँच्नुपर्छ, सम्मान गर्नुपर्छ। यिनै अनुसार ल्याउ बन्धु दोस्रो बाह्र र देश बनाऊ। धन्यवाद।